हेलो साथीहरू, हजुरलाई यस फुल नलेज युट्युब च्यानलमा हार्दिक स्वागत छ। भर्खर मात्र गण्डकी प्रदेश लोक सेवा आयोगले चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूमा ठूलो सङ्ख्यामा विज्ञापन प्रकाशन गरेको छ। आजको यस भिडियोमा हामी गण्डकी प्रदेश लोक सेवा आयोगले 2081 साल चैत 2 गते अप्राविधिक तर्फका प्रशासन चौथो तहमा सोधेका प्रश्न जीके क्वेसनहरूको बारेमा छलफल गर्नेछौँ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ आजको भिडियो प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1 मा रहेको छ रहस्यमय ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? यसको अप्सनमा रहेको छ ए शुक्र ग्रह, बी शनि ग्रह, सी मङ्गल ग्रह र डी बुध ग्रह। यसको सही आन्सर हो अप्सन नम्बर ए शुक्र ग्रह। रहस्यमय ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ वायुमण्डलमा कार्बन डाइअक्साइड ग्यासको मात्रा कति हुन्छ? यसको अप्सनमा रहेको छ ए 20.94%, बी 78.08%, सी 0.93% र डी 0.04%। यसको सही आन्सर हो अप्सन नम्बर डी 0.04%। वायुमण्डलमा कार्बन डाइअक्साइड ग्यासको मात्रा 0.04% रहेको हुन्छ। प्रश्न नम्बर 3 मा रहेको छ विश्वको तेस्रो ठुलो महासागर कुन हो? यसको अप्सनमा रहेको छ ए प्रशान्त महासागर, बी आन्ध्र महासागर, सी हिन्द महासागर र डी सुमेरु महासागर। यसको सही आन्सर हो अप्सन नम्बर सी हिन्द महासागर। विश्वको तेस्रो ठुलो महासागर भनेर हिन्द महासागरलाई चिन्ने गरिन्छ। त्यस्तै प्रश्न नम्बर 4 मा रहेको छ 21 गजुरको पाटनको कृष्ण मन्दिरको निर्माण कसले गरेका हुन्? यसको अप्सनमा रहेको छ ए सिद्धिनरसिंह मल्ल, बी जगतप्रकाश मल्ल, सी जगज्योति मल्ल र डी जयप्रकाश मल्ल। यसको सही आन्सर हो अप्सन नम्बर ए सिद्धिनरसिंह मल्ल। 21 गजुर भएको पाटनको कृष्ण मन्दिरको निर्माण सिद्धिनरसिंह मल्लले गरेका हुन्। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ नारायण हिटी दरबारको डिजाइनर को हुन्? यसको अप्सनमा रहेको छ ए शङ्करनाथ रिमाल, बी बी फोन, सी स्टाइनेन र डी कुमार नरसिंह राणा। यसको सही आन्सर हो अप्सन नम्बर बी बी फोन। नारायण हिटी दरबारको डिजाइनर बी फोन हुन्। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ देखाएका कथनमध्ये कुन सही हो वा गलत हो भनेर भनिएको छ र यसको अप्सनमा रहेको छ क नेपालमा 8000 मिटरभन्दा अग्ला 8वटा हिमाल छन्, बी किमाथाङका नाका ताप्लेजुङमा पर्दछ। यसको सही आन्सर हो क सही ख गलत। अर्थात् नेपालमा 8000 मिटरभन्दा अग्ला 8वटा हिमाल छन् भन्ने भनाइ सही हो, तर किमाथाङका नाका ताप्लेजुङमा पर्छ भन्ने भनाइ चाहिँ गलत हो। त्यस्तै प्रश्न नम्बर 7 मा रहेको छ दिएको कथन कुन सही छ या गलत छ भनेर भनिएको छ र यसको अप्सनमा रहेको छ क मध्यकाल र आधुनिक कालको बीचको अवधिलाई पुनर्जागरण काल भनिन्छ र ख फ्रान्सेली राज्यक्रान्ति सन् 1789 मा भएको थियो। यसको सही आन्सर हो अप्सन नम्बर सी दुवै सही। अर्थात् मध्यकाल र आधुनिक कालको बीचको अवधिलाई पुनर्जागरण काल भनिन्छ, यो पनि सही हो, र फ्रान्सेली राज्यक्रान्ति सन् 1789 मा भएको थियो, यो पनि सही छ। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नेतृत्व कसले गरेका हुन्? यसको सही आन्सर हो जर्ज वासिङटन। अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नेतृत्व जर्ज वासिङटनले गरेका हुन्। प्रश्न नम्बर 9 मा रहेको छ दाँतेको जन्म कहिले र कहाँ भएको थियो? यसको अप्सनमा रहेको छ ए 1215 गेनिमेड, बी 1336 इङ्ल्यान्ड, सी 1266 इटाली र डी 1525 अमेरिका। यसको सही आन्सर हो 1266 इटाली, तर अप्सन अनुसार खासमा सन् 1266 इटाली यसको सही आन्सर रहेको छ। प्रश्न नम्बर 10 मा जोडा मिलाउने प्रश्न सोधिएको छ। यसमा कागजी नोटको सुरुवात कहिले भयो, राजपत्र प्रकाशन सुरु कहिले भयो, कोशी सम्झौता कहिले भयो र नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भयो भनेर भनिएको छ र यता विभिन्न डेटहरू दिएको छ। यसमा हामीले जोडा मिलाउँदाखेरि ए कागजी नोटको सुरुवात विक्रम सम्वत 2002 बाट सुरुवात भएको हो। त्यस्तै राजपत्र प्रकाशन सुरु विक्रम सम्वत 2008 सालबाट सुरुवात भएको हो। कोशी सम्झौता विक्रम सम्वत 2011 सालमा भएको हो भने नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना विक्रम सम्वत 2014 सालमा भएको थियो र यसअनुसार सही आन्सर अप्सन नम्बर सी हुन्छ। त्यसै गरी प्रश्न नम्बर 11 मा रहेको छ प्रश्न नम्बर 11 मा पनि जोडा मिलाउने नै प्रश्नहरू सोधेको छ। यता विभिन्न डेटहरू दिएको छ भने यता नेपालले युएनको सदस्यता कहिले प्राप्त गर्यो, सार्कको स्थापना कहिले भयो, युएनको स्थापना कहिले भयो, अन्तर्राष्ट्रिय मानव अधिकार घोषणापत्र कहिले जारी भयो भनेर प्रश्न गरिएको छ। अब यसमा हामीले हेर्दाखेरि नेपालले युएनको सदस्यता प्राप्त सन् 1955 डिसेम्बर 14 मा गरेको हो, जसले गर्दा सीको 1 भन्छ। त्यस्तै
सार्कको स्थापना सन् 1985 डिसेम्बर 8मा भएकाले डीको 2 हुन्छ। युएनको स्थापना सन् 1945 अक्टोबर 24मा भएकाले एको 3 हुन्छ र सन् 1948 डिसेम्बर 10मा अन्तर्राष्ट्रिय मानवाधिकार घोषणापत्र जारी भएकाले बीको 4 हुन्छ र यसअनुसार सही एन्सर अप्सन नम्बर डी भयो। प्रश्न नम्बर 12मा पनि जोडा मिलाउने प्रश्न सोधिएको छ। यता सिरुवा पर्व, चोनाम पर्व, लोसार, तरनोहल भनेको छ र यो कुन जातिले मनाउँछन् भनेर यता गरिएको छ। सिरुवा पर्व थारू जातिले मनाउँछन्। त्यस्तै चोनाम पर्व चेपाङ जातिले मनाउने गर्दछन्। लोसार गुरुङहरूले मनाउँछन् र तोरनहल थकालीले मनाउँछन्। यसअनुसार अप्सन नम्बर ए सही एन्सर भयो। अर्थात् सिरुवा पर्व थारू जातिले मनाउँछन्, चोनाम पर्व चेपाङ जातिले मनाउँछन्, लोसार गुरुङहरूले मनाउँछन् र तोरनल्ह थकालीले मनाउने गर्दछन्। प्रश्न नम्बर 13मा रहेको छ तल्दिएको मध्ये कुन जोडा गलत छ भनेको छ। एमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको सहयोगमा बनाइएको हो, यो सही हो। त्यस्तै उदयपुर सिमेन्ट कारखाना जापानको सहयोगमा बनाएको, यो पनि सही छ। बुढानीलकण्ठ विद्यालय बेलायत सरकारको सहयोगमा बनाएको, यो पनि सही छ। तर पनौती जलविद्युत आयोजना अमेरिका सरकारको सहयोगमा निर्माण गरिएको हो भन्ने भनाइ गलत छ, जसले गर्दा अप्सन नम्बर बी सही एन्सर भयो। त्यस्तै प्रश्न नम्बर 14मा रहेको छ प्रदेशको एकल अधिकारभित्रमा कुन पर्दछ। ए पारिश्रमिक कर, बी कृषि आयमा कर, सी सवारी साधन कर र डी विज्ञापन कर। यसको सही एन्सर हो अप्सन नम्बर बी कृषि आयमा कर। प्रश्न नम्बर 15मा रहेको छ नेपालको संविधानको कुन धारामा न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ। यसको अप्सनमा रहेको छ ए धारा 19, बी धारा 20, सी धारा 21 र डी धारा 22। यसको सही एन्सर हो अप्सन नम्बर बी धारा 20। नेपालको संविधानको धारा 20मा न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ। प्रश्न नम्बर 16मा रहेको छ आर्याने बेसमा कुन पर्दैन। यसको अप्सनमा रहेको छ एडिनाइन, बी साइटोसाइन, सी गुआनाइन र डी थाइमिन। यसको सही एन्सर हो अप्सन नम्बर डी थाइमिन। आर्याने बेसमा थाइमिन पर्दैन। प्रश्न नम्बर 17मा तलका भनाइ विचार गर्नुहोस् भनिएको छ। कमा सार्क बडापत्रमा 10 धारा छन् भनिएको छ। यसको यो सही छ। नेपालले युएनको सदस्य हुनुभन्दा अघि सार्कको सदस्य बनेको हो, यो अप्सन गलत छ, जसले गर्दा यसको सही एन्सर क सही र ख गलत हुन पुग्यो। प्रश्न नम्बर 18मा रहेको छ एसियाबाट युएनको महासचिव हुने प्रथम व्यक्ति को थिए। यसको अप्सनमा रहेको छ ए उथान्त, बी टेकबेली, सी एन्टोनियो गुटेरेस र डी वान किमुन। यसको सही एन्सर हो अप्सन नम्बर ए उथान्त। एसियाबाट युएनको महासचिव हुने प्रथम व्यक्ति उथान्त हुन्। र प्रश्न नम्बर 19मा रहेको छ सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो। यसको अप्सनमा रहेको छ ए एसिया, बी युरोप, सी अफ्रिका र डी दक्षिण अमेरिका। यसको सही एन्सर हो बी युरोप। सबैभन्दा बढी भूपरिवेष्टित राष्ट्र भएको महादेश युरोप हो। त्यसै गरी प्रश्न नम्बर 20मा रहेको छ टी20 क्रिकेट 2024मा प्लेयर अफ द टुर्नामेन्ट को भए। यसको अप्सनमा रहेको छ ए विराट कोहली, बी जसप्रीत बुमरा, सी रोहित शर्मा र डी बाबर आजम। यसको सही एन्सर हो अप्सन नम्बर बी जसप्रीत बुमरा। टी20 क्रिकेट 2024मा प्लेयर अफ द टुर्नामेन्ट हुने व्यक्ति जसप्रीत बुमरा हुन्। प्रश्न नम्बर 21मा रहेको छ मानिस मरेपछि पनि लामो समयसम्म काम गर्ने अङ्ग कुन हो। यसको अप्सनमा रहेको छ ए आँखा, बी कान, सी छाला र डी नाक। यसको सही एन्सर हो अप्सन नम्बर बी कान। मानिस मरेपछि पनि लामो समयसम्म काम गर्ने अङ्ग कान हो। प्रश्न नम्बर 22मा रहेको छ पबजी खेलका डिजाइनर को हुन्। यसको अप्सनमा रहेको छ ए ब्रेन्डन ग्रिन, बी मार्कस एन्डरसन, सी फरेस्ट जियोदिङ ली र डी झाङ इमिङ। यसको सही एन्सर हो अप्सन नम्बर ए ब्रान्डेन ग्रिन। पबजी खेलका डिजाइनर ब्रेन्डेन ग्रिन रहेका छन्। त्यसै गरी प्रश्न नम्बर 23मा रहेको छ फादर अफ इन्भेन्सन भनेर कुन वैज्ञानिकलाई चिनिन्छ। यसको अप्सनमा रहेको छ ए थोमस अल्वा एडिसन, बी माइकल फ्याराडे, सी सर आइजक न्युटन र डी अल्बर्ट आइन्स्टाइन। यसको सही एन्सर हो अप्सन नम्बर ए थोमस अल्वा एडिसन। फादर अफ इन्भेन्सन भनेर थोमस अल्वा एडिसनलाई चिन्ने गरिन्छ। प्रश्न नम्बर 24मा रहेको छ हरित गृह ग्यास पत्ता लगाउने वैज्ञानिक को हुन्। यसको अप्सनमा रहेको छ ए जेसी फर्म्यान, सी बी बारबरा बार्ड,
सी जोसेफ फ्युरियर र डी डब्सन। यसको सही आन्सर हो अप्सन नम्बर सी जोसेफ फ्युरियर। हड्किया ग्यास पत्ता लगाउने वैज्ञानिक जोसेफ फ्युरियर हुन्। प्रश्न नम्बर 25मा रहेको छ आर्थिक वर्ष 2100देखि 2101सम्म नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ। यसको अप्सनमा रहेको छ ए 11,100, बी 12,100 अमेरिकी डलर, सी 10,000 अमेरिकी डलर, डी 11,669 अमेरिकी डलर। यसको सही आन्सर हो अप्सन नम्बर डी 12,100 अमेरिकी डलर। आर्थिक वर्ष 2100देखि 2101सम्म नेपालको प्रति व्यक्ति आय 12,100 अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ। प्रश्न नम्बर 26मा रहेको छ अन्तर्राष्ट्रिय जनगणना 2078 बमोजिम सहरी जनसङ्ख्या कति प्रतिशत रहेको छ। यसको अप्सनमा रहेको छ ए 66.17, बी 53.7, सी 57% र डी 68.5। यसको सही आन्सर हो अप्सन नम्बर ए 66.17। राष्ट्रिय जनगणना 2078 बमोजिम सहरी जनसङ्ख्या 66.17% रहेको छ। यहाँ नोटमा भनिएको छ ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन 2080 अनुसार 27.07% सहरी जनसङ्ख्या रहेको छ। प्रश्न नम्बर 27मा रहेको छ ठन्डा समशीतोष्ण वन कति उचाइमा पाइन्छ। यसको अप्सनमा रहेको छ 600 मिटरसम्म, बी 1200देखि 2100 मिटरसम्म, सी 2100देखि 3300 मिटरसम्म र डी 5000 मिटरभन्दा माथि। यसको सही आन्सर हो अप्सन नम्बर सी 2100देखि 3300 मिटरसम्म। ठन्डा समशीतोष्ण वन चाहिँ 2100देखि 3300 मिटर उचाइमा पाइन्छ। त्यसै गरी प्रश्न नम्बर 28मा रहेको छ 19औँ असंलग्न राष्ट्रहरूको सम्मेलन 2024 कहाँ सम्पन्न भएको हो। यसको अप्सनमा रहेको छ ए इन्डोनेसिया, बी युगान्डा, सी अजरबैजानको बाकु र डी लाओस। यसको सही आन्सर हो अप्सन नम्बर बी युगान्डा। 19औँ असंलग्न राष्ट्रहरूको सम्मेलन 2024 युगान्डामा भएको थियो। युगान्डाको राजधानी कम्पालमा सन् 2024 जनवरी 19देखि 20सम्म यो 19औँ असंलग्न राष्ट्रहरूको सम्मेलन आयोजना भएको हो। र प्रश्न नम्बर 29मा रहेको छ तल दिएको कथन विचार गर्नुहोस् भनिएको छ र कमा भनिएको छ इसिजीको प्रारूप इलेक्ट्रोकार्डियम हो। यो एकदम सही हो। र एबी प्लस रक्त समूहलाई युनिभर्सल रेसिपिएन्ट पनि भनिन्छ। यो पनि सही हो। यसअनुसार दुवै ठिक भन्ने अप्सन नम्बर सी सही आन्सर रहेको छ। हस् त साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला। भिडियो मन परेमा लाइक गरी च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। हामी फेरि यस्तै लोकसेवा सम्बन्धी भिडियो लिएर फेरि आउनेछौँ।